हाम्रो जुन सरकार छ अहिलेको युवा सरकार, राम्रो सरकार, ह्यान्डसम सरकार, त्यसका अर्थमन्त्री डाक्टर एकजना छन्। उनले चुनाव ताका के भनेका थिए भनेदेखि नेपालमा हामी 2 अङ्कको आर्थिक वृद्धि दर हासिल गर्छौँ, साउथ एसियामै नेपाललाई समृद्ध बनाउँछौँ, विकसित बनाउँछौँ भनेर भनेका थिए। आज हाम्रो देशलाई कंगाल घोषणा गर भनेर संयुक्त राष्ट्र सङ्घले जोले के भन्दैछ भनेदेखि होइन, तिम्रो देश विकास हुँदैछ, तिम्रो देश विकासशील देश बनिसक्यो, यो विकसित हुँदैछ, त्यसैले तिमीहरू हरिकङ्गाल रहेनौ, अब तिमी अलिअलि विकास गर्दैछौ, तिम्रो इज्जत बढाएर विकासशील बनाइदिन्छु भन्दा यो सरकार के भन्छ भनेदेखि भन्नु हुँदैन त्यस्तो, हामीलाई कंगालै भन, भिखारी नै भन, हामीलाई विकासशील भन्न पाउँदैनौ, भन्यो भने खबरदार भनेर सरकार भन्छ। अब यो भन्नुको 2-3 वटा कारणहरू छन्। एउटा कारण त यदि विकासशील राष्ट्र बन्यो भनेदेखि भिख पाइँदैन, भिक्षा पाइँदैन, बाहिरबाट कम पाइन्छ, पाइन्छ अलिक कम पाइन्छ। बाहिरबाट जुन भिक्षा हुन्छ, जुन यो भिख हुन्छ मान्छेले दिएको, यसो ल तिमीहरू गरी खाऊ बाबु भनेर बाख्रा किन्ने, सुँगुर किन्नका लागि जुन पैसा दिन्छन् त्यो फेरि आउन बन्द हुन्छ। बाहिरबाट एनजिओ आइएनजिओले ल्याउने पोका पुन्तराहरू पनि बन्द हुन्छ। नेपालीहरू स्वावलम्बी बन्न सक्छन्, यो समस्या आइपर्छ। त्यसैले गर्दा सरकारमा आउने जुन भिख छ, सरकारले पाउने भिख छ, त्यो बन्द होला भनेर सरकार आत्ते छ। र त्यसैले गर्दा यस्तो हुनु हुँदैन, हामीलाई यही ठिक छ, हामी हरिकङ्गालै ठिक छौँ भनेर सरकारले पत्राचार गरेछ। समझ रहे हो?